तपाईँको नाम के हो? सीता दामा सीता धमला। कहाँबाट लिएर आउनुभयो आप? हर्कपुरबाट। कता लिएर हिँड्नुभएको? घुर्मीमा लिएर हिँड्नुभएको। कति धेरै आँप रहेछ। यतापट्टि अलिकति फर्काउनु त टोको। ओहो, कुन आँप हो यो? यो सान खाने आएको सिँदुरे हो? के भन्छ यसलाई त? आँप सिँदुरे भन्दा पनि अलि अर्कै हो। ए यसपालि निकै फल हो क्या आँप? फलेको हो? ओहो, कसरी केजी हो? कसरी दिनुहुन्छ यो आँप? छ 10 रुपियाँ गोटा बेचेको छ केजीको केही 10 रुपियाँ गोटा? हजुर हजुर। ए कतिको यसपालि तपाईँहरूकोमा कतिको फलेको छ आँप? टन्नै छ टन्नै छ है? ए कति बोट लगाउनु भएको छ हजुरहरूले? 2-3टा छन् 3टा बोट छ? ए कति आम्दानी हुन्छ? यो 6-7 हजार त्यति नै हो अरू पनि खाएरै सक्छन् अरू चाहिँ खाएर सक्नुहुन्छ? बाँडेर नि सकिन्छ होला है? बाँडेर अनि यहाँ कत्कललाई दियो अनि आफूले झरेर त्यसै सकिन्छ ए त्यही त। लान नभ्याएर ए लान नभ्याएर। ए आफै अनि उता मान्छेहरू चाहिँ यता फर्किनु त? अनि मान्छेहरू चाहिँ किन्न त्यही घरमै आउँदैनन्? आउँछन् त्यही भएर गर्दा अलिअलि लाने गरेको छ ए त्यहाँबाट चाहिँ अब घरमै आएर पनि किन्ने गरेका छन् गर्न चाहिँ। ए त्यही त। 7,000 मात्रै हुन्छ यसपालि आम्दानी? हुन्छ नि हुन त तर त्यसै झर्रै खाइसक्छन् कि त्यतिकै छोडिदिने गरेको छ ए ल्याइँदैन बोकेर लान ए यो पुलदेखि कता हो तपाईँको घर त्यहाँ? हाडोडान ए हार्डवेयर भन्दा परतिर है? ए अरूको पनि फलाएको छ टन्नै त्यसो भने? हुन्छ हुन्छ ल ल तपाईँलाई एकछिन अल्मलायो ल धन्यवाद ल हस् ल कस्तो राम्रो छ आँप पनि। ओहो खाउँ खाउँ लाग्ने होइन त? ए भर्खरै झार्नु भएको बोटेबाट हो? ए